सुकुम्बासीको सम्मानजनक व्यवस्थापन हो, रोजगारी सिर्जना हो, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा हो, सिपयुक्त श्रम शक्तिको विकास हो, सहज सार्वजनिक सेवा हो, भ्रष्टाचार नियन्त्रण हो, आर्थिक गतिशीलताको विकास हो, औद्योगिकरणमा तीव्रता दिने हो, आत्मनिर्भर अर्थतन्त्रको विकास हो, विप्रेषणमा अत्याधिक निर्भरतामा कमी ल्याउने हो, सार्वजनिक ऋणको भार कम गर्ने योजना विकास गर्ने हो, विकास व्यवस्थापन नतिजामुखी बनाउने हो, सहकारी क्षेत्रको व्यवस्थापन गरी आर्थिक खम्बाको रूपमा विकास गर्ने हो, पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षा गर्ने हो, जनताको दैनिक जीवन र मुलुक रूपान्तरणसँग प्रत्यक्ष जोडिएका यस्ता जल्दाबल्दा समस्या समाधान गर्नेतर्फ भन्दा आकर्षक भाषाशैलीमा प्रस्तुत गरिएको परम्परागत विषय केन्द्रित दस्तावेजको रूपमा यो सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको देखिन्छ। विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकताका विषयमा हामी छलफल गरिरहेका छौँ। सरकारले प्रस्तुत गरेको दस्तावेजमा सुशासन, आर्थिक सुधार, डिजिटल रूपान्तरण, सामाजिक सुरक्षा, विकास पूर्वाधार विकास तथा आर्थिक कुटनीति जस्ता विषयलाई समेटिएको छ। यी विषय कुनै नौलो विषय होइनन्, केवल आकर्षक शब्दावली र महत्त्वाकांक्षी ढङ्गले देखिने गरी गरिएको घोषणा मात्रले मुलुकको वास्तविक समस्या समाधान हुँदैन। दस्तावेज संविधानको मर्म, 16औं योजनाको लक्ष्य, सरकारकै नीति तथा कार्यक्रम, वर्तमान आर्थिक यथार्थ र जनताको आकांक्षासँग कति मेल खान्छ भन्ने मूल प्रश्न हो। सभामुख महोदय, नेपालको संविधानले समाजवाद उन्मुख, आत्मनिर्भर, न्यायपूर्ण र समतामूलक अर्थतन्त्रको परिकल्पना गरेको छ। संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सन्तुलित विकास, आर्थिक असमानताको अन्त्य, सामाजिक न्याय, उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको छ। प्रस्तुत सिद्धान्त तथा प्राथमिकतामा सामाजिक बजार अर्थतन्त्र, अस्थायी संरक्षणवाद र पुँजी बजार विस्तार जस्ता अवधारणालाई बढी जोड दिएको छ, तर सहकारी क्षेत्र, श्रमिक अधिकार, उत्पादनमूलक भूमि सुधार, कृषि आत्मनिर्भरता र सामाजिक न्यायका संवैधानिक आधार कमजोर रूपमा प्रस्तुत भएका छन्। संविधानले राज्यलाई समाजवाद उन्मुख दिशामा अघि बढाउन भनेको छ, तर प्रस्तुत दस्तावेज निजी क्षेत्र र लगानीकर्ताको आत्मविश्वास पुनर्स्थापनामा बढी केन्द्रित देखिन्छ। निजी क्षेत्र महत्त्वपूर्ण हो, गर्नु पनि पर्दछ, तर राज्यको सामाजिक दायित्व र भूमिका बिर्सिएको यो दस्तावेज संविधानको मर्मसँग पूर्ण रूपमा मेल खाने देखिँदैन। यसको सैद्धान्तिक आधार नै अस्पष्ट र दिशाविहीन रहेको छ। 16 योजनाले वार्षिक 7% भन्दा बढी आर्थिक वृद्धि, उत्पादन र उत्पादकत्व वृद्धि, कृषि रूपान्तरण, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण तथा क्षेत्रीय सन्तुलित विकासलाई लक्ष्य बनाएको छ, तर वास्तविकतामा आर्थिक वृद्धि कमजोर छ, पुँजीगत खर्च न्यून छ, व्यापार घाटा बढिरहेको छ, उद्योग बन्द भइरहेका छन्, युवाहरू विदेश पलायन भइरहेका छन् र राज्यको विकास खर्च गर्ने क्षमता कमजोर छ। यस्ता विषय दस्तावेजले पहिलो प्राथमिकतामा राख्न सकेको छैन। प्रस्तुत सिद्धान्त तथा प्राथमिकतामा उल्लेख गरिएका कार्यक्रम कार्यान्वयनको स्पष्ट आधार छैन। डिजिटल नेपाल, एआई कम्प्युटेसन, रिजनल टेक हब, ग्रिन हाइड्रोजन, अफसोर ग्रिन बोन्ड जस्ता अवधारणाहरू राम्रो सुनिए पनि नेपाल जस्तो न्यून पुँजी, कमजोर प्रविधि र सीमित संस्थागत क्षमताको अवस्थामा तत्काल कार्यान्वयनयोग्य छन् कि छैनन् भन्ने प्रश्न उठ्दछ। निजी क्षेत्र अपेक्षित रूपमा सक्षम नरहेको र बजेटको सिलिङ घटेको साथै न्यून हिस्साको पुँजीगत खर्च, विनियोजन र कमजोर कार्यान्वयन क्षमताको प्रवृत्तिको अवस्थामा रूपान्तरण हुने कुनै आशा गर्न सकिँदैन। सभामुख महोदय, सरकारले कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिएको भनिएको छ, तर किसानले मल पाएका छैनन्, उद्योगले ऊर्जा र बजारको सुनिश्चितता पाएका छैनन्, पर्यटन पूर्वाधार अधुरा छन्, समस्या संरचनागत छन्, तर समाधान घोषणामुखी देखिन्छ। सरकारको नीति तथा कार्यक्रम 2083 मा सुशासन, सेवा प्रवाह सुधार, उत्पादन वृद्धि, ऊर्जा विकास र रोजगार सिर्जनामा जोड दिएको छ, तर प्रस्तुत प्राथमिकतामा धेरै विषय दोहोरिएका छन्। स्पष्ट प्राथमिक छनौट कम छ। सीमित स्रोत भएको देशले सबै क्षेत्रमा सबै कुरा गर्ने प्रयास गर्दा कुनै क्षेत्रमा पनि अपेक्षित परिणाम आउँदैनन्। सभामुख महोदय, आज जनताको मुख्य आकांक्षा र पहिलो आवश्यकता के हो? आवश्यकता भनेको अर्थतन्त्रमा विकास भएको मनोवैज्ञानिक त्रास नियन्त्रण गर्ने हो, लगानीकर्ताको मनोबल उच्च बनाउने हो, गरिबी निवारण हो, महँगी नियन्त्रण हो, युवा पलायन रोक्ने हो, श्रमप्रतिको सम्मान बढाई स्वरोजगारी उद्यमशीलतामा जोड दिने हो, भूमि सुधार हो, कृषि क्षेत्रका बहुआयामिक समस्या समाधान गरी यसलाई आकर्षक क्षेत्र बनाउने हो, सुकुम्बासीको सम्मानजनक व्यवस्थापन हो, रोजगारी सिर्जना हो, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा हो, सिपयुक्त श्रम शक्तिको विकास हो, सहज सार्वजनिक सेवा हो, भ्रष्टाचार नियन्त्रण हो, आर्थिक गतिशीलताको विकास हो, औद्योगिकरणमा तीव्रता दिने हो, आत्मनिर्भर अर्थतन्त्रको विकास हो, विप्रेषणमा अत्याधिक निर्भरतामा कमी ल्याउने हो, सार्वजनिक ऋणको भार कम गर्ने योजना विकास गर्ने हो, विकास व्यवस्थापन नतिजामुखी बनाउने हो, सहकारी क्षेत्रको व्यवस्थापन गरी आर्थिक खम्बाको रूपमा विकास गर्ने हो, पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षा गर्ने हो, तर जनताको दैनिक जीवन र मुलुक रूपान्तरणसँग प्रत्यक्ष जोडिएका यस्ता जल्दाबल्दा समस्या समाधान गर्नेतर्फ भन्दा आकर्षक भाषाशैलीमा प्रस्तुत गरिएको परम्परागत विषय केन्द्रित दस्तावेजको रूपमा यो सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको देखिन्छ। सुशासनलाई पहिलो सिद्धान्त बनाएको छ,
तर सुशासन केवल डिजिटल प्रणालीबाट आउँदैन। दण्डहीनता, सार्वजनिक संस्थाको कमजोर क्षमता, ढिलासुस्ती, भ्रष्टाचार र अनुत्तरदायित्व अन्त्य नगरी सुशासन सम्भव हुँदैन। आज पनि बेरोजगारी बढिरहेको छ, पुँजीगत खर्च कमजोर छ, सार्वजनिक खरिद प्रणाली विवादित र अकुशल छ। यी संरचनागत समस्याको ठोस समाधान दस्तावेजमा स्पष्ट छैन। एकीकृत डिजिटल शासनको कुरा गरिएको छ, तर देशका धेरै स्थानीय तहमा अझै आधारभूत डिजिटल पूर्वाधार, जनशक्ति र साइबर सुरक्षा क्षमता कमजोर छ। डिजिटल विभाजन समाधान नगरी डिजिटल शासनले नयाँ असमानता पनि सिर्जना गर्न सक्छ। सामाजिक सुरक्षा प्रणाली पुनर्संरचना गर्ने भनिएको छ, तर सामाजिक सुरक्षालाई अधिकारका रूपमा अघि बढाउने कि वित्तीय बोझका रूपमा घटाउने भन्ने स्पष्ट छैन। शिक्षा र स्वास्थ्यमा सार्वजनिक लगानी बढाउने ठोस प्रतिबद्धता पनि कमजोर छ। युवालाई स्टार्टअप र नवप्रवर्तनतर्फ प्रेरित गर्ने भनिएको छ, तर बैङ्क ऋण पहुँच, लगानी वातावरण, सिप विकास र बजार संरचना सुधार बिना घोषणाले मात्र उद्यमशीलता बढ्दैन। सभामुख महोदय, प्रदेश र स्थानीय तहलाई सुदृढ गर्ने भनिए पनि वित्तीय संहिताको व्यावहारिक समस्या, स्रोत बाँडफाँडको अन्यल, कर्मचारी व्यवस्थापन र अधिकारको द्वन्द्व समाधान गर्ने स्पष्ट मार्गचित्र देखिँदैन। वर्तमान समयमा देशको अर्थतन्त्र ऋण, व्यापार घाटा, राजस्व सङ्कुचन र न्यून पुँजीगत खर्चको चापमा छ। यस्तो अवस्थामा स्रोत सुनिश्चित नभई अत्याधिक विस्तार प्राथमिकता सूची ल्याउनु वित्तीय अनुशासनको दृष्टिले पनि चुनौतीपूर्ण हुन सक्छ। नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा बजेट प्रणालीमा दीर्घकालदेखि संरचनागत, प्रक्रियागत र कार्यान्वयन सम्बन्धी गम्भीर समस्या रहँदै आएका छन्। बजेट निर्माणदेखि कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र जवाबदेहितासम्मका चरणमा देखिएका कमी कमजोरीका कारण अपेक्षित आर्थिक रूपान्तरण हुन सकेको छैन। यथार्थपरक नभएको बजेट अनुमान, राजस्वको अवास्तविक अनुमान गरिने, खर्च क्षमताभन्दा ठुलो आकारको बजेट ल्याइने, स्रोत सुनिश्चितता कमजोर हुने र वर्षको बिचमा बजेट कटौती र रकमान्तर गर्नुपर्ने अवस्था सिर्जना हुने, सीमित स्रोतलाई धेरै आयोजनामा छर्ने प्रवृत्ति, सबैलाई केही दिने वितरणमुखी सोच, रणनीतिक र रूपान्तरणकारी आयोजनाभन्दा साना तथा टुक्रे कार्यक्रमलाई प्राथमिकता जस्ता समस्या रहँदै आएका छन्। त्यसै गरी योजना, दिगो विकास लक्ष्य र वार्षिक बजेटबीच प्रभावकारी तालमेल नहुने, आयोजना छनौट नीति र प्रमाणमा आधारित भन्दा राजनीतिक प्रभावमा आधारित हुने, निर्वाचन क्षेत्र केन्द्रित पकेट बजेट प्रवृत्ति हावी र राष्ट्रिय आवश्यकताभन्दा राजनीतिक प्रभाव र पहुँचका आधारमा बजेट वितरण, प्रभावशाली व्यक्ति वा समूह केन्द्रित आयोजना छनौट, राजनीतिक लाभका लागि स्रोत विनियोजनको प्रवृत्ति, सङ्घ, प्रदेश र स्थानीय तहले एउटै प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने, कृषि, सडक, पर्यटन, स्वास्थ्य लगायत क्षेत्रमा दोहोरो लगानी गर्दा खर्च बढ्ने तर प्रतिफल कमजोर हुने अवस्था रहँदै आएकाले अपार जनमत प्राप्त सरकारले यस्ता कतिपय संरचनागत र प्रवृत्तिगत समस्या समाधान हुने गरी सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको देखिँदैन। सभामुख महोदय, आगामी बजेटमा नतिजामूलक बजेट प्रणाली लागू गर्ने, राष्ट्रिय आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन, बहुवर्षीय बजेट अनुशासन, अधुरा आयोजना सम्पन्नतामा प्राथमिकता, मध्यकालीन खर्च संरचना प्रभावकारी कार्यान्वयन, पकेट बजेट अन्त्य, वस्तुगत मापदण्डका आधारमा स्रोत विनियोजन, सङ्घीय वित्तीय समन्वय आधार, एक काम एक तह सरकार, सिद्धान्त लागू, सार्वजनिक लगानी व्यवस्थापन सुधार, पूर्व सम्भाव्यता अध्ययन अनिवार्य, स्वतन्त्र प्राविधिक मूल्याङ्कन, आयोजना तयार गरी मापदण्ड लागू गर्नुपर्दछ। तसर्थ अबको बजेट प्रणाली वितरणमुखी होइन, उत्पादनमुखी, खर्चमुखी होइन, परिणाममुखी, राजनीतिक प्रभावमुखी होइन, राष्ट्रियता प्राथमिकतामुखी र प्रक्रियामुखी होइन, नागरिक प्रतिफलमुखी हुन आवश्यक छ। धन्यवाद।